हेलो कपाल बिग्रिरहेछ कस्तो तिम्रो हाम्रो भिना आउनु भयो पोज्दिन के ब्लगिङ अब ब्लगिङ के पोस्ट दिनु छुट्टै एटिट्युड छ फेरि हाम्रो अहिले त दोकान फाट्ने हो अहिले त बिहान खाली नै हो नि हातै हाल्दिनु केही पनि भएको छैन बेनाजु टोपी लगाऊ म चाहिँ गएको साथीहरू यो खेल्नु डोमेस्टिक साइडमा झर्छ अरे यो के भन्नु अनि फेरि तिमी त लेफ्ट गयो त भन्ला नि फेरि डोमेस्टिकतिर त्यो त इन्टरनेसनल भयो ए यो भेट्न चाहिँ नि मलाई त्यस्तो के उ गर्नु भयो कसरी बस्नुपर्छ अरे भन्नु त भन्नु त आवाज अहिले म भन्छु क्या यस्तो बस्नुपर्छ अनि यस्तो गरेर टेक अफ गर्ने बेलामा चाहिँ हुन्छ नि यस्तो ढल्केर बस्ने अब त फुटाने यस्तो गर्छ छाप्पो गर्छ नभए खुट्टामा यस्तो समानले यस्तो मुटुले ढल्केर त गर्नु त कस्तो गर्छ झर्दा पनि चढ्दा उनीहरू चाहिँ त्यस्तो गर्ने हो ल छुट्टै लाग्छ रुल्स भन्नुहुन्छ हो बेना यस्तो गर्ने हो होइन यस्तो गरेर ढल्किने त्यही भनेको एकदम राम्रो सुरुवात अनि केही भइहाल्यो भने चाहिँ मसँग आएर फेरि सेम परेछ त लगेज त उता सबै भ्लगर कतै हुने यसरी पनि जाने हो हामी समिटमा चढ्यो केमा चढेर अरे अब हेर्नु त चारजनै कमाउँला यति पैसा होइन मनसा लानु नि त्यो दुईजनालाई बक्स ओ यहाँ भ्लगमा छ कि हस् मनसामा लानु एक्लै मैले त यसरी नि गुर्जी ए उदाहरण गर्ने कि आज युकेको निसा बोलाइदिनु चाहिँ उता बोकेर गाइस खास मनिषजीले चाहिँ यतिमा चढेछु भन्नुभयो होइन तर थाहा होइन कि यति गर्नु हामीले हामी पत्याइहाल्छौँ कसरी बस्नुपर्छ भनेर सिकाएको रे त्योहरू के खानु भन्नु न त्यहाँ हेलो गाइस हामी चाहिँ अहिले एयरपोर्टमा आइसकेको छौँ मैले लिइसकेको छु यहाँ एउटा छ नवीन गुरुङ एउटा छ अनि देखा न अर्को कहिले ब्यागमा छ अर्को छ मेरो दिदी तर मेरो दिदी भए पनि दिदी भयो नि फेसले हेर्दाखेरि चाहिँ बहिनी देखि हुन्छ उहाँ सुषमा मगर मनिष थापा मगर ल गाइजहरू खाजा खान बस्नु यो स्पेसल मसला मिल्क टी ल आऊ चेयर्स हामी चाहिँ म चाहिँ मिल्क टी ऊ चाहिँ कफी खाँदैछ गाइजहरू अनि प्रशान्त हिँड्नु प्रशान्त खाँदै हुनुहुन्छ मेरो बुढोले के खाँदैछ भन त टी कफी हो टी हो कफी ओ मलाई चाहिँ सुगर नभएर टी खान मन लाग्यो ओ यहाँ सुगर नभएर मलाई चाहिँ टी चाहिँ मन परेको थिएन अब चाहिँ म सुगर हालेर खान्छु ल बुढा हाल्नु त ऊ दिदी ऊ बहिनी ए ऊ बहिनी ऊ दिदी ऊ बहिनी हो भयो भने ऊ दिदी ऊ बहिनी जस्तो देखिरहेको छ यहाँ चाहिँ यता हाम्रो भेना चाहिँ सेन्टी हुनुहुन्छ खै किन हो थाहा होइन एयरपोर्टमा सेन्टी Would I'm making tea for me. दुईटा हेर्छौँ अर्को ब्युटी हामी चाहिँ त्यसो रहेछ एसीले रहेछ क्या हो कता हो हामी 515 एसीमा छ कि तिमी हाम्रो पछाडि हो
महिलाहरूका आश्चर्यजनक कृपया ध्यान दिनुहोला हामीहरू जहाँ सुरक्षा आवश्यकता अनुसार हामी सबै साधनहरूको प्रयोग गर्ने विधि कस्तो लाग्यो मसिन चोक पोखराको मेरो घर वहीँ यहाँ हो तपाईँको यहीँनिर हो एकै मिनट म छ यहाँ उत्तम चोक बसेको नि पहिला हो र त्यो Hyundai सोरुम मेरो छ बुढी नि र दिदी चाहिँ गमक्क भएर बसिरहनु भएको छ गुरुजी चाहिँ पहिलाको यादहरू ताजा गर्दै हुनुहुन्छ मलाई यहाँ आउँथ्यो दिदी र बुढी चाहिँ खुसी हुनुहुन्छ गुरुजी पनि खुसी हुनुहुन्छ पहिलाका यादहरू ताजा गर्दै हुनुहुन्छ देखेन अघि एयरपोर्ट भरि त्यहाँ भनिदिनु नि त कस्तो लाग्यो दिदी मलाई त म खुसी भएको खुसी म खुसी तर हरेक कुरामा लेसन दिनुपर्ने हुन्छ सातो पुत्तो उड्यो अरे अहिले पनि रातै छ कुमार भाइलाई कस्तो लाग्यो कुन च्यानल कुन के भाइ नाम मेरो के भाइको मेरो अश्विन गुरुङ हो भ्युज मेरो 2 लाखसम्म मेरो अझ 5 वर्ष अगाडिको भिडियो हो 5 वर्ष भयो नबनाएको हुँदैछ हजुरहरूको यहाँ है मनिषलाई क्या हिजो स्याम्पल ल्याइदिनु भनेर भनेको ए ल लास्ट रमाइलो छ होला है हेलो गाइज यता हामी त पोखरा के यो बस पाएको बागलुङ बस्पा हामी खाना खानको लागि आइसकेको छौँ यहाँ चाहिँ लोकल भारी आगोमा पकाएको हामीले त सँग कालो अलिकति हाइलाइट गरेर सेकेन्ड दुईवटा मसँग के मिल्छ थाहा छ केही मिल्दैन त्यसो अनि यता मैले भाग लगाएको होइन अनि मनिष बुझ्यो सुरु गरौँ गुरुजी गुरुआमा मिठो छ बुझ्यो यहाँ जाँदैछु मस्ताङ जान्छ कि जाँदैन मेरो चाहिँ अब छाडिसकेको छ फर्मिङ झिक्नु बाटो बिग्रियो हामी त्यसरी जाममा बसिरहेछौँ बेलाजु हजुरको कन्डिसन कस्तो छ अहिले मेरो खुसी लागिरहेछ 50,000 को चस्मा गाइजहरू हो फेरि खानदारी त ल्याएर आउला 200 रुपियाँ यता त्यति बिजी हुनुहुन्छ उहाँ चाहिँ बेनी बजार यही दोहारा जमसम जाने बाटोको खोला हो अलिक डर यहाँ चाहिँ फोटो सेसन हुँदैछ हामी चाहिँ यहाँ रूपसे वाटरफलमा आएर हामी यहाँ कफी खाएर अब पानी लिएर जाँदैछौँ लागेको होटेल यो परे
जमसम तर होटल सुरुमा हामी यहाँ बुझ्नु खोजेको अनि हामी चाहिँ जाँदैछौँ हाम्रो चाहिँ टोपी एक्सचेन्ज भइसक्यो किनकि धेरै जाडो छ चिसो छ त्यो फुल चाहिँ मलाई मन पर्यो अहिले त्यहाँ भिडियो बनाउनु पनि हुन्छ है ब्रो तिमी म यस्तो हिँडेर यस नाइस दिजु दादा कुनै भने थाहा सिकिसक्यो दिजु दादा यहाँबाट चाहिँ के भ्यू हिँड्न देख्दैन के देख्दैन यहाँबाट चाहिँ सुक्खा डाँडा यस्तो छ हाम्रो रुम तलमा बस्नु भयो सुस सेकेन्ड फ्लोरमा बस्नुपर्छ थर्ड फ्लोर अलिक जाडो रहेछ अनि झ्याल्नु मन परेन भने यहाँ तलको अलिक राम्रो थियो जस्तो लाग्यो एउटै हो घरको डिजाइन होइन यस्तो स्लाइड गर्नेवाला जस्तो लाग्थ्यो त तल यतातिर चाहिँ स्लाइड हो क्या ए जमसमको नाइट लाइफ हामी हेर्दैछौँ दिदी बुझे यो देखेको छैन थाहा छ हेलो हामी चाहिँ खाना खाना जाँदैछौँ लेट्स गो यहाँ चाहिँ यस्तो रहेछ यहाँको जस्तो रहेछ यस्तो यहाँ खुट्टा चाहिँ यहाँ मुनि यस्तो यस्तो रहेछ सिन्स 1917 देखि यहाँ कन्टेन्ट 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 कमो बुझी यस बोकिदिनु न त्यतिकै आएको छ पछाडि ल के भने मैले खिँदा यस्तो क्लियर मेरी क्रिसमस है गाइजहरू हामी चाहिँ अहिले जमसङमा छौँ अनि यो चाहिँ हाम्रो नयाँ वाइन खाने तरिका अनलक्ड याकको सुकिएको छ यहाँ घिउ चाहिँ हाल्छु एक लट मात्र भयो रनिङ भ्यू त्यो पुलमा अर्को पुगले अनि यहाँ छु म खै कस्तो देखाउने अप्ठ्यारो भयो मलाई म्याडमजी चाहिँ 4टा हिरोइन भएर हिँडिसक्नु भएको छ यहाँको भ्यू चाहिँ यस्तो मिसमराइजिङ छ ओ म्याडम म त किन टाउको दुखिरहेको छ क्या टाउको दुखिरहेको छ क्या यता हेर्नु हामी जानुपर्ने चाहिँ यहाँ माथि हो हामी आइसकेको छौँ हेलो गाइज त्यो माई च्यानल हामी चाहिँ मुक्तिनाथ मन्दिर जाँदैछौँ यति धेरै भइसक्यो म भइसक्यो हेर्नुहोस् कस्तो राम्रो माउन्टेन देखेको हो त्यो घुमाउन एकताल कस्तो दामी छ है जन्नत में आए हम दामी त अनि हजुरहरू चाहिँ यो ल्याडर चढ्न सक्नुहुन्न भने चाहिँ यसरी घोडा चढेर पनि आउन सक्नुहुन्छ तपाईँहरू हिँडेर ट्राभल गरेर आउनु सक्दैन भने बाई एयर पनि त्यसरी आउन सक्नुहुन्छ जानु अगाडि जानु फ्लिप
टेम्पल सानै फ्लिप यो चाहिँ हामी मुक्तिनाथ मन्दिर आएको छौँ हामी चाहिँ दर्शन गरेर निस्क्यौँ दर्शन गर्ने होला हजुरहरूले यहाँ चाहिँ डोनेसन बक्स दामी भ्यू छ तर मेरो स्टोरेज फुल भयो हामी चाहिँ दुम्बा लेक आइसकेको छौँ कस्तो लाग्दैछ एक्सपेक्टेसन भर्सेस रियालिटीबाट त लाग्दैछ एकछिन बस्नु न दुम्बा लेक चाहिँ हामी चाहिँ अहिले डुम्बा लेक एकछिन है पुरा यहाँनिर डुम्बा लेकमा आएको छौँ डुम्बा लेकमा यहाँ चाहिँ टिकट हामी कति फुल 4 जनाको 120 छ मेरो बुढो यो चाहिँ मेरो बुढीको हो अनि एकदम राम्रो हामीले चाहिँ एक्सचेन्ज गरेछौँ कि बुढाले बुढीको बुढीले बुढाको स्क्रिनको उयो गर्छु खाइदेऊ बुढो त्यो यहाँबाट झिकेको त्यो टोपी लगाऊ चिसो लाग्न स्ट्रङ भौ न के हो पनि तर छाला बाइकलाई चाहिँ यसरी राखेको छ You want to take pictures? के जो माया हो अलिक अगाडि गो फर द हामी चाहिँ जेरी गली पस्दैछौँ जेरी गली आउँदै भएछ बुढो अलिकति जाउँ यता यता त्यो मेरो बुढोको ड्रेस जस्तो छ मलाई देखाऊ मेरो ड्रेस देखाउनु तिम्रो ड्रेस देखाइ त भर्खर ल मेरो देखाऊ हामीले चाहिँ भर्खर ड्रेस लाएर ड्रेस लाएर अब हामी खाजा खान जान्छौँ अनि जान्छौँ पोखरा यो शिर भतिका दिदीको कन्सर्टमा हामीले यो किन्यौँ माछाबाट यो किनेको छ कति कति यो रुपियाँ चाहिँ माछाको जिन्स रे यो चाहिँ दालहरूमा झार्न मिल्छ अनि यो चाहिँ यहाँको फेमस चक्लेट छ 400 हेलो गाइज हामी चाहिँ अब पोखरा ब्याक टु पोखरा हामी मुस्ताङ घुमेर भ्यायौँ मार्फा पनि घुमेर भ्यायौँ ब्याक टु पोखरा होइन क्या हाम्रो जहाँ पनि हुनसक्छ बसाइ हामी बसेको होटल चाहिँ यो हो गाइज होटल मल चाहिँ हो हाम्रो रुम के छ भ्यू चाहिँ देखिँदैन यस्तो छ भ्यू यो खोलौँ न